एजिकल बेला बेला कुर्सीमा बस्नुपर्छ है बेला बेला मिलानी पानी बोक्नु अब अहिले एकछिन त शुभ लग्नको बेला हुन लागेको छ। घडीवालाहरू तयार छौ? तयार छौ। कन्यादान लिने दिनेहरू तयार छौ? तयार छन्। स्वस्ति वाचन गर्ने होमादि गर्ने ब्राह्मणहरू तयार छौ? तयार छन्। बाजा गजा बजाउनेहरू तयार छौ? तयार छौं हजुर, तयार छौं। सिलोके कवितेहरू तयार छौ? तयार छौं। बन्दुकेहरू तयार छौ? तयार छौं। कलसेउली माडौली भार बोक्ने ढाल तरबार बोक्नेहरू तयार छौ? तयार छौं। वर कन्या तयार छौ? तयार छन्। लग्नका सम्पूर्ण सामग्रीहरू तयार छन्? सबै छ हजुर, रेडी। उसो भए आजको मिति, महिना, गते, बार, तिथि, नक्षत्र, योग, करण, बेला, मुहूर्त, लग्न, नवंशकमा शुभ लगन बोलौं त? बोलौं। घडीको बेला ठिक भयो, भरे घडी डुब्दा घन्टी बजाउनु, शुभ बेला भयो भन्नु। आजको शुभ लग्नको शुभ नवांशक शुभ बेलामा
शुभ लगन भो शुभ लगन भो शुभ लगन भो। ओम शुभमंगलम 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 ओम मंगलम भगवान शुभमंगलम गरुड़ध्वज मंगलम पुंडरीकाक्ष मंगलाय तनोहरि तदेव लग्नं सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं दैवबलं तदेव लक्ष्मीं तदेव सुमरामि तावस्तेषां जयस्तेषां पुनस्तेषां प्रयाजय येषां मिशिवस्याभूयते सुजनार्दनं सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके शरण्ये त्र्यम्बके गौरी नारायणि नमोस्तुते। ओम शुभमङ्गलमस्तु ओम शुभमङ्गलमस्तु शुभमङ्गलमस्तु। आठवटा पर्वत 8 पल्ट ढोकिदियो बेहुलीको भाइ यता हो त नाङ्लो मात्रै अत कुमारिया भ्रात समी पला समी सरला जलिना जलवा पुरा दिवा बपति तान कन्या करला जन त्यो छोडिदिनु तलै नाङ्लेको परछ फेरि ओम अथ कुमारिया भ्रात समी पला समी स्थानला जन जलाना जल दिवा बपति पुरय दिवा बपति फेरि टाउको माथि गर्नु न टाउको जन जलिना जलवा पुरा दिवा बपति छोडिदिनु बेहुलीले लिएर उठ्नु अनि एक मुठी हातमा लिनु ल ओम अर्यमान देव कन्या लगाइदिनु इदम अग्नय नमः स्वाहा इदम अग्नय नमः फेरि अब नाङ्लै बोला ल सम्भवत स्वाहा अग्नय सबै सक्यो भने खेल्नु न त्यो जम्मै उत्तमोत्तम दान बाबेन पाणिन दक्षिणेन सम्मकृता वद श्रीजाता वर श्रीजाता कीर्तिजान इत्यादि चतुर्णाम यज्ञ बल्क भारद्वाज अथर्व प्रजापति ईश्वर विष्णु देवता अनुष्ठुव। उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले प्रीति पहिले हो कि मेरो प्रीति पहिले जान्दिन म एकैचोटि के भो कुनै कहिले। उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले जान्दिन म एकैचोटि के भो कुनै कहिले। जान्दिन म एकैचोटि के भो कुनै कहिले। यति राम्रो मुहार हजुर पहिले कहाँ थियो। यति राम्रो मुहार हजुर पहिले कहाँ थियो। देखे बोलेपछि नजर खोदियो नजर खोदियो। उनको नजर पहिले हो कि मेरो नजर पहिले
जान्दिन म एकैचोटि के हो कुनै कहिले उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले जान्दिन म एकैचोटि के हो कुनै कहिले जान्दिन म एकैचोटि मलाई माया गर मेरो सिउँदो भर मलाई माया गर मेरो सिउँदो भर तिम्रै निम्ति जिउँछु तिम्रै निम्ति मर्छु हो तिम्रै निम्ति जिउँछु तिम्रै निम्ति मर्छु तिमीलाई माया गर्छु तिम्रो सिउँदो भर्छु मलाई माया गर मेरो सिउँदो भर तिमीलाई पाउनु मैले भाग्य हो यो मेरो तिमी बिना मेरो संसारै अँधेरो हो तिमीलाई पाउनु मैले भाग्य हो यो मेरो तिमी बिना मेरो संसारै अँधेरो पूजा गर्छु तिम्रै घर पर्छु तिम्रै पूजा गर्छु तिम्रै घर पर्छु तिमीलाई माया गर्छु तिमीलाई माया गर्छु सानी फेरि खानु अब चाहिँ खुवाइदिनु है दिदी तपाईँ एकछिन छोड्दिनु न चिम्टी पछि लाउनु सानी यत्रो भनेको झगडा नगर्नु भनेर
भाउजूलाई जित्नु नराम्रो खुसी खुसी छोड्न तयार छु मैले ट्राई गर्ने जसले जित्छ जित्छ जकारी सफला सुसिद्धि विघ्नेश सर्वनाम सुरेन्द्र भोजोबर समन्त विष्णु देवतीं हंसाधिरूढ चतुर्मुख कमण्डल एक पवित्र देहा इत्यादि देवे रविपुष्टस्थ वर समन्त विष्णु देवतीं अरुन्धती सप्तवती च कुन्ती शकुन्तला च द्रुपदाध्वजा च सारोहिणी हेमवती यमुना वर समन्त विष्णु देवतीं शङ्खं गदा चक्र सरोरुहे च देवतीं गंगाधर भस्मजटाधर चरण चन्द्रविषवाहन च त्रिशूलखड्गधर महेश्वर समन्त विष्णु देवतीं। अब अभिषेक गर्दै स्कन्दो गणेश सरस्वती च ब्रह्मा हरिभानु महेश्वर च देवा च नाग रविचन्द्र तारा कुर्वन्तु मन्दै अभिषेक सन्धिं कृपा महिषधरे देवान साने घरमा मै राजा तिमी रानी
दुःखको छानो दुःखको पाथी कहिले सुखको मानो दुःखको पाथी कहिले सुखको मानो होला यो मन कहिले आगो तिमी भइदेऊ है पानी होला यो मन कहिले आगो तिमी भइदेऊ है पानी बसौँला सानो घरमा मै राजा तिमी रानी बसौँला सानो घरमा तिमी राजा हो मै रानी दाजु अगाडि नजाने आमा यता पनि खुवाइदिनु दही बग्दैन अहिले
नानी अलिक अनुहार देखाउनु पर्यो नोट पैसा त छिटो भेटिहाल्छ नि अब पण्डितले यस्तै नोटै दिनुभयो त सजिलो हुन्छ नि हुन्छ छिटो गरौँ न त हो अब खोज्न थाल्ने ल दुईजना खोज्ने दुईजना उहाँ सासूले छोड्न पाइँदैन है रबेले जिम्मा लाग्छ मैले के बोकेको छु र भेटेको मसँग एउटा मात्रै चिसो पानी एक छेउमा राखौँ कि अनि फेरि भरौँ फेरि भर्नु अनि देउ ठाउँदै गर्ने त्यो सामान बेहुलीको हातमा राख्नु अनि बेहुलीले यहाँ पानी पहिला भरिसकौँ न फेरि घोप्याउनु यता हेर्नु यता अब फेरि उठाउनु त्यसलाई बाहिर राख्नु पहिला खोज्नु आफूले खोजाउने बुहारीको हातमा राखिदिनु छोडिदिनु भएको होला कहाँ छोड्न पाइन्छ यसरी बुहारी जागिरी हुनु पर्यो त सासू अब बुढी भयो अनि बुहारी जागिरी हुनु पर्यो लु अब भर यो यहाँ राख साइड मानि भर लु फाइनल है सासू आमा कोही बुहारीकै बुहारीको पनि सासुकै हो तपाईँहरूको हुनेवाला छैन बुहारी पनि सासुकै हो सासू पनि बुहारीकै सबै बुहारीले सबै बुहारीको हातमा हुन्छ सासूले एउटा जनाले लडिरहेको दुई हातले दुई हातले ठिक हो त्यसरी तिमीले पनि एउटा जोडा बुहारीको हातमा भेटेको भएर खोजेको भने म सबै यहाँ डलरै झन् तपाईँको माथि हो त्यहाँबाट हो दिने अलि मुनि त दाब छ अहिले अब यो लानु पर्छ नानी बिस्तारै है सबै एउटै नछोडिकन है त्यो दोगु माथि राख यता बस चुराले उता पछाडि पारिहाल्दो रहेछ कान्छीको झुम्कोले अब सासू अलिक ढिलो भयो कि हो त परेबाट छोड्दै चाहिँ कान्छी छुटो उसको त उसले हो घिसाइरहेको छ क्या त्यो चुराले र त होइन हाल्दैछ के छ 2 मिनटलाई टिका पनि लाउँछ लाउनु परेन त अब सासूले यसो हेर्नु पर्यो मुख हेर्नु पर्यो